So hello everyone, Tupatile Kuzampo and Tahijile to everyone. Welcome to my vlog. अनि guys, म चाहिँ अघि बिहानै उठिसकेँ हो। म भन्दा पनि सबैजना हो। अनि अहिले फिलहाल चाहिँ चरा बज्दैछ हो। अनि मम्मी र म चाहिँ अब घाँसमा जान आँटेको नि त। किनभने अहिले त मेरो स्कुल नि छुट्टी छ हो। अनि हेर्नु सक्नुहुन्छ बिहान नै यस्तो घाम लाग्छ यतातिर चाहिँ। अनि यतै हो आज चाहिँ एकदमै घाम बेसी लाग्ने रहेछ हो। अनि अब यहाँ म तपाईलाई एकछिन पछि भेट्छु बाइ बाइ। सो यहाँ गाइस अहिले फिलहाल चाहिँ आमा र म चाहिँ यहाँ छ। आमा हेलो सुङ्मे। अन्त मम्मी चाहिँ हुनुहुन्छ हो। अन्त यो चाहिँ गाइस हाम्रो नाइट मकैबारी हो। अनि म तपाईलाई देखाउँछु ल। सो ओके गाइस म तपाईलाई अब डाइरेक्ट घाँस काटिसकेर म तपाईहरु भेट्छु। सो बाइ बाइ। सो यहाँ गाइस अहिले फिलहाल चाहिँ हामीले सबै घाँसहरू काटिसक्यो हो। अनि म चाहिँ घर पुगेर आइसकेँ नि त। अनि मम्मी चाहिँ यहीँ घाँस काट्दै हुनुहुन्थ्यो हो। यहाँ पनि गाई छ नि त त्यही कारणले। अनि म चाहिँ यहाँ मकै लिन आएको हो। अन्त गाइस हाम्रो मकै बारी हेर्नु सक्नुहुन्छ। देख्दैन त देख्नु सक्नुभयो होला घाम एकदमै लागिरहेछ। अनि अब चाहिँ कति 5-6 दिनको बादमा चाहिँ नयाँ मकैको चुरा नि हुने रहेछ हो। म तपाईहरुलाई नि देखाउँछु। सो मम्मी चाहिँ यहाँ हुनुहुन्छ हो, कोरो टिप्दैछ। अनि अब चाहिँ हामी चाहिँ घर जान आँटेको। सो म तपाईहरुलाई घर पुगेर भेट्छु। सो बाइ बाइ। सो यहाँ गाइस अहिले फिलहाल चाहिँ हामीले खानाहरू सबै खाइसक्यो हो। मैले देखाउनु पाइनँ नि त किनभने मैले बिर्सिसकेको थिएँ हो। अनि मान्छेहरू पनि पुरा थियो नि त। अनि अब भने चाहिँ म रुमहरू सफा गर्छु। यहाँ मम्मीले चाहिँ माथि सफा गर्नुहुन्छ हो। त्यही हो अब चाहिँ म तपाईहरुलाई भरे एकछिनमा भेट्छु। सो बाइ बाइ। सो यहाँ गाइस अहिले फिलहाल चाहिँ 1-2 बज्दैछ हो। अनि हाम्रो चाहिँ अचानकमा सडन प्लान भयो हो। हामी चाहिँ यहाँ मोमो खाने भएर छ। अन्त आज चाहिँ मासुको मोमो होइन। अनि मम्मी र म चाहिँ बनाउँछु। मामाहरूले रेडीहरू बारिदिनुहुन्छ हो। अन्त यहाँ चाहिँ मेरो आइयो हुनुहुन्छ। आइयो के भनिदिनु त आज हामी के खाना आँटेको छ? गुरुको मासुसँग मोमो खानुपर्छ मिठो गरेर। अन्त आज चाहिँ हामी मोमो खान आँटेको छ हो। अनि मेरो आमा पछाडि हुनुहुन्छ। सो ओके गाइस म तपाईलाई एकछिन पछि भेट्छु। बाइ बाइ। सो गाइस हामीले चाहिँ बनाइसक्यो अनि अहिले सबैजनाले खानुहुँदैछ हो। अन्त मम्मीले पनि खाइरहनु भएको छ। मम्मी कस्तो भएछ आजको मोमो चाहिँ? सो या गाइस अनि आजको लागि चाहिँ यति नै थियो हो। सो स्टे ट्युन फर नेक्स्ट भ्लग एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब। सो बाइ बाइ।